मेरो कपाल झर्न एकदमै कम भएको छ है, एकदमै कम भएको छ। अब नर्मली हामीलाई चाहिँ के छ भने हेड एन्ड सोल्डर त एकदम नराम्रो हो, कपाल खत्तम पार्छ, के अरे लाउन हुन्न भन्ने छ। तर त्यस्तो केही पनि नहुँदो रहेछ है। मैले लगाएको धेरै भइसक्यो अब हेड एन्ड सोल्डर, अनि एकदमै धेरै कपाल झरेर म होपलेस हुने गरी कपाल झरेर अब चाहिँ केही नै हुनेवाला छैन, म त तक्लु नै हुन्छु होला भनेर मेरो यो पुरै खाली भइसकेको थियो। यति धेरै कपाल झर्ने कि मेरो धेरै कपाल नुहायो, कपाल एकदमै झर्छ, कपाल टुक्रिन्छ यो त्यो भन्ने, अनि हेड एन्ड सोल्डर त एकदम नराम्रो हो भन्ने है। हेलो एभ्रिवान, आज चाहिँ मैले यो भिडियो नेपालीमा बनाउन लाग्छु है। हामी नेपालीहरूको भनौँ न अब सबै युनिभर्सल नै होला यो प्रब्लम चाहिँ, तर हामी सबैजनाको एकदमै धेरै कपाल झर्छ नि त। फ्यु मन्थ्स अगो मलाई पनि एकदमै धेरै कपाल झरेर म होपलेस हुने गरी कपाल झरेर अब चाहिँ केही नै हुनेवाला छैन। म त छरछिमेकी मेरो सबैजनाले मलाई ठुलै नै केही रोग लागेर यो लेभलको कपाल झर्यो होला भन्ने सोच्नुभयो है। यति धेरै कपाल झर्यो, म यति रोएँ, मलाई यति धेरै स्ट्रेस भयो। त्यो स्ट्रेसले गर्दा झन् धेरै कपाल झर्न थाल्यो कि त्यो मल्टिप्लाई हुँदै जान्छ नि त। के गरिन, कुन स्याम्पू किनिन होला, के हेरिन होला होइन, सबै गर्ने जति सबै गर्दा पनि कपाल झर्नु चाहिँ रोकिएन। अनि त्यसपछि लास्टमा मैले अरू धेरैवटा स्याम्पूहरू ट्राई गरेपछि चाहिँ लास्टमा चाहिँ मेरो कपाल चाहिँ यो हेड एन्ड सोल्डर क्लासिक क्लिन 2-in-1 भन्नेले चाहिँ मैले नुहाउन थालेपछि चाहिँ मेरो हेयरको क्वालिटी, मेरो ओभरअल सबै, अफकोर्स यो बाहेक मैले अरू प्रडक्ट्सहरू पनि लाउँछु ओलाप्लेक्सको। अनि अर्को कुरा चाहिँ के रहेछ भने हामीलाई चाहिँ बच्चे बेलादेखि धेरै कपाल नुहाउनु हुन्न, जति धेरै कपाल नुहायो कपाल एकदमै झर्छ, मेरो कपाल 4 भयो भन्ने फिल हुने बित्तिकै आफूले नुहाउँदाखेरि, किनभने जति धेरै डट भयो, जति धेरै अब एक हप्ता नुहाउँदिनँ, जस्तै मेरो कपाल मैले अप्यारेन्टली सर्टेन टाइम भयो एकदम छिटो ग्रिजी हुने, ओइली हुने, स्क्याल्प चाहिँ एकदम छिटो 4 हुन्छ क्या। अनि मैले पहिला हप्तामा एक दिन नुहाउँथेँ, किनभने मलाई मम्मीले त्यही सिकाउनु भएको थियो होइन, बच्चे बेलादेखि त्यस्तै थियो। तर अप्यारेन्टली मैले आफ्नै हेयर केयर रुटिन स्टार्ट गरेर मलाई केले बेटर भइरहेछ त, मैले के गर्ने, मैले रोजमेरी ओइल यस्तो उस्तो मैले संसारै ट्राई गरेँ, बट नथिङ वर्क फर मी। मेरो तेल लाउँदा मेरो झनै कपाल झऱ्यो होइन। सबैलाई तेल लगाएको पनि नफाप्दो रहेछ, किनभने अलरेडी तेल भइरहेर हामीलाई अलरेडी कपाल च्यापच्याप भएर 4 भएर त्यसैमाथि हामीले तेल लाउँदा झनै कपाल झर्दो रहेछ होइन। त्यही भएर आफ्नो कपाल, आफ्नो स्क्याल्प हेल्थ कस्तो छ त्यो सबै फ्याक्टरहरू कन्सिडर गरेर आफूले आफैमा एक्सपेरिमेन्ट गरेर केले चाहिँ अब काम गर्छ, केले उ गर्छ भनेर। अर्को कुरा भनेको महँगो सामानै युज गर्नुपर्छ भन्ने छैन होइन। आफ्नो स्किन, आफ्नो कपाल भन्ने चिज आफूलाई जेले फाप्यो नि त्यसले एकदमै राम्रो भयो। यो भिडियो चाहिँ बनाउँदै एकदमै धेरै लामो हुने भयो है। अझै कति फ्याक्टरहरू छ, मैले आफ्नो कति कुराहरू सेयर गर्न मन छ मलाई, के गर्दा बेटर होला, के नगर्दा बेटर होला भनेर होइन। सो त्यसको लागि चाहिँ म पार्ट 2 मा भिडियो बनाउँछु यो कम्प्लिट गर्न। सो फलो गर्नु होला पार्ट 2 हेर्नलाई।